धेरै पछि भिडियो बनाउँदैछु र आज चाहिँ हामी ट्याक्कै मेरो पछाडि देख्न सक्नुहुन्छ फिदिम बजार र अहिले घरैबाट भिडियो स्टार्ट गरौँ भनेको अलिकति पानी पर्यो उता इलाम साइड चाहिँ पास त त्यो चाहिँ एकदम खुल्ला रहेछ ठाउँ एकदम मौसम एकदम खुल्ला छ र अहिले चाहिँ हामी दाइ र म फिदिम बजार आइपुग्यौँ अहिले कति 1 बजिसक्यो 1 बजी भइसकेछ दाइ यहाँ हुनुहुन्छ र अब बाँकी भिडियो चाहिँ हामी बिस्तारै देखाउँदै जानेछौँ। फिदिम बजार आइपुग्यौँ र अहिले यहाँ हामी चिया खान बसिरहेको छौँ। अब त्यही 1 साढे 1 हुन लाग्यो। अहिले चिसो खान्छौँ अनि हामी जान्छौँ दाइसँग एकछिन रेस्ट गर्ने जाने अनि हामी जाँदैछौँ। रोड एकदम बवाल छ यताको देख्न सक्नुहुन्छ। दाइ यहाँ मस्तसँग एकदम रोड त्यस्तो खासै बिजी नहुँदो रहेछ, यता बिजी रोड नहुँदो रहेछ, खुल्लै छ रोड चाहिँ। ठाउँ पनि एकदम राम्रो लाग्यो, बवाल भ्यू आइरहेछ। अहिले चाहिँ हामी ट्याक्कै तेह्रथुम जाने रोडमै छौँ। फिदिमबाट झन्डै कति 2-3 किलोमिटर, कति 12 किलोमिटर जति आइसक्यो होला नि, त्यस्तै आइसक्यौँ। एकदम यहाँ चाहिँ राम्रो रहेछ भ्यूहरू एन्ड यतातिर देख्न सक्नुहुन्छ एकदमै राम्रो छ क्या, ठाउँ चाहिँ एकदमै राम्रो छ, जता हेरे पनि एकदमै रमाइलो र रोड पनि एकदमै बवाल छ है। त्यस्तो धुवा आज फेरि दिन पनि एकदमै राम्रो भइरहेछ। हामी उता इलामतिरबाट आउँदा चाहिँ पानी परेको थियो, इलाम साइड चाहिँ ट्याक्कै फिदिम बजार आइपुग्ने बेला चाहिँ रहियो र एकदमै रोड एकदमै राम्रो छ। अब हामीलाई त्यस्तै धनी घाम एकदमै चर्को घाम छ। अहिले चाहिँ हामी ठ्याक्कै तम्मर नदी आइपुगेको छौँ। मेरो पछाडि तम्मर नदीको बोट र यता चाहिँ ट्याक्कै तम्मर नदीको पुल भयो, त्यो गाडीहरू पनि आउँदैछ। अब हामी चाहिँ यहाँबाट ठ्याक्कै उकालो लाग्छौँ, यता उकालो। फाइनली ठ्याक्कै हामी चाहिँ तेह्रथुमको ठ्याक्कै स्वागत गेटमै छौँ र यता पछाडि तम्मर नदीको यो पुल भयो, यहाँ तम्मर नदी बगिरहेछ, ठाउँ चाहिँ एकदम बवाल रहेछ। अनि ट्याक्कै यहाँ र अब हामी चाहिँ ठ्याक्कै तेह्रथुम लागिसक्यौँ। अब हामी एकछिन यहाँ ठ्याक्कै एकछिन भ्यू हेर्छौँ र त्यहाँबाट जान्छौँ। यो तेह्रथुमको डाँडा गाउँ भन्ने ठाउँमा आएको छौँ। पानी परेर बिजोग भइयो है, पानी परिरहेछ, बाइक बिसाएर हामी यहाँ बसिरहेको छौँ। अब कहाँ बस्नुपर्ने टुङ्गो पनि छैन, बिजोग भइयो। अब यता होटलहरू पनि छैन जस्तो छ, भिजेर लोड भइयो। अब एकछिन बस्ने हो विचार गरेर हामी जान्छौँ। भोटेगाउँ आइपुगिसक्यौँ। अब तिनजरी त आज के भन्छ धनकुटा त अब नपुगिने रहेछ आज। यहाँबाट के भन्छ म्याक्लुङ भन्ने ठाउँ रहेछ बजार, अब त्यहाँ चाहिँ पुगिन्छ रहेछ क्या हो सायद आज। अब कति 1 घन्टा जति लाग्छ अरे, त्यही हामी पुग्छौँ होला 6:15 पुग्छौँ। एकछिन यहाँ अलिकति रेस्ट गरेको। र यता चाहिँ कस्तो भने रोड चाहिँ मेन रोड रहेछ, तर खासै गाडीहरू कुदेको चाहिँ पाइएन। र हामी चाहिँ ठ्याक्कै फिदिम यता के भन्छ फिदिम अलिक यतादेखि लागेको, त्यहाँबाट खासै खाजासाजा यस्तो खाने ठाउँ चाहिँ राम्रो नपाइँदो रहेछ र छैन पनि यता। तपाईँहरू चाहिँ यदि आउँदै हुनुहुन्छ भने चाहिँ खाजा खाएर आउनु होला, त्यो बाहेक चाहिँ यता खाजा खाने ठाउँ रहेनछ। अब एकैचोटि म्याक्लुङ मात्रै रहेछ बजार, कस्तो छ बजारै होला सायद। हामी त्यहाँ जान्छौँ र आज त्यतै हाम्रो बस्ने प्लान भएको छ दाइसँग। एकदमै थाकिएको छ होइन, एकछिन रेस्ट गर्दैछ। अब जान लाग्यो हामी।
हामी चाहिँ चटपटे खाइसक्यौँ। यहाँ हाम्रो बोजूले थपी चटपटे दिनुभएको छ। हाम्रो बोजूले चटपटे दामी दिनुभयो, थपी खाइसक्यो। अब हामी जानु लाग्यौँ। अनि हामी चाहिँ उठेर ट्याक्कै अप्परजट आइयो यता। अहिले चाहिँ हामी लसुनी बजार भन्ने ठाउँमा छौँ। ट्याक्कै यता चाहिँ ट्याक्कै लसुनको ट्याक्कै यो ब्याकग्राउन्डमा लसुनको आकृति रहेछ। अनि यहाँ चाहिँ हामी चिया कफी खान्छौँ र हामी ट्याक्कै बसन्तपुर पछि चाहिँ तिनजुरे पुगिँदो रहेछ। त्यसपछि हामी तिनजुरेतर्फ लाग्छौँ। बसन्तपुर पछि आफ्नो डिसिजन हुन्छ, त्यहाँ खाजासाजा खाएर जानुपर्छ र यहीँ हामी तिनजुरेको ट्याक्कै टप पोइन्टमा आइसकेका छौँ। र हिजो धेरै पानी परिरहेको थियो, आउँदा चाहिँ फिल्मदेखि यता आउँदा चाहिँ पानी परिरहेको थियो। सो यता चाहिँ यो तुसारो परेछ है, त्यही भएर चिसो भइरहेछ अहिले। तर केही छैन, सो फाइनली आइपुग्यो। एकदम राम्रो भ्यू देखिरहेछ। आज फेरि ट्याक्कै वैशाख 2081बाट 82मा लाग्यो है। अनि घुमिरहेछौँ दाइसँग भर्खरै कति 10-15 मिनट मात्रै हुँदैछ। हामी यो ट्याक्कै तिनजुरे आइपुगेको चाहिँ यो पोइन्टमा। तिनजुरे होला, यहाँ कहाँ गुफा पोखरी पनि छ अरे, हामी त्यता पनि जान्छौँ। सो अब हामी एकछिन दाइसँग घुम्छौँ, तपाईँलाई पनि राम्रो भिडियो देखाउनेछु। घुर 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 हुश लखे साइले ठ्याक्कैले यहाँ पाथी भएर रहेछ। यता पाथी भएर यता डाँडातिर घुम्दैछौँ। अनि भ्यू एकदमै राम्रो आइरहेछ आज चाहिँ। यता बाख्राहरू पनि छ टट्टसँग। अनि अब हामी एकछिन घुम्छौँ अनि उतातिर जान्छौँ हामी। झन्डै लड्यो फेरि। यहाँ श्री पाथिबाट मन्दिरमा छौँ। अब हामी यहाँ घुम्दैन, अब सिधै गुफा पोखरीतिर जाँदैछौँ। ट्याक्कै यहाँ भ्यू पोइन्टबाट चाहिँ ट्याक्कै के देखियो भन्दाखेरि चाहिँ अलिअलि हिमाल देखिरहेछ, देख्न सक्नुहुन्छ। अलिअलि धेरै त क्लियरली त देखेको छैन, अलिअलि देखिरहेछ होइन, धेरै त देखेको छैन, थोरै चाहिँ देखिरहेछ। सगरमाथा हुनसक्छ सायद त्यो। अहिले चाहिँ हामी यहाँ के भन्छौँ, यो तिनजुरेको यो ठ्याक्कै पार्कमा आइसकेको छौँ दाइ र म। दाइ यु क्यान सी देख्न सक्नुहुन्छ एकदमै दामी रहेछ त्यहाँ पार्क चाहिँ, धेरै ठुलो चौर रहेछ। अब यहाँ हामी एकछिन घुम्छौँ र चुलुङ पार्क के त्यो पार्क बन्दो रहेछ त्यहाँबाट जान्छौँ। अब हामी एकछिन घुम्छौँ अनि सिलिचोङ होइन दाइ, चोलुङ पार्कतिर जान्छौँ। एकदम दामी बनाएको रहेछ। यता क्रोकोडाइल सुतिरहेछ यसले। ल बस्नु न। यहाँ चाहिँ यस्तो रहेछ, एकदम पिकनिक स्पट रहेछ, राम्रो रहेछ यहाँ चाहिँ। अब हामी जाँदैछौँ, अब हामी निस्किन्छौँ। अब हामी सिलिचोङ पार्कतिर जान्छौँ होला सायद, दाइ जाँदैन हुन्छ कि। नआउनु भयो भने चाहिँ यहाँ चाहिँ एउटा भन्नै बिर्सेको कुरा चाहिँ कति जातिको 28 होइन, 28 जातिको चाहिँ गुराँस पाइन्छ अरे। तर आज फुलेन, त्यही भएर 28 जाति त के एक प्रजातिको पनि देखेन है। अब हामी चाहिँ गेट चाहिँ यहाँ टिकट गेट। अब हामी निस्किँदैछौँ। अब हामी यहाँबाट जान्छौँ। अब हामी फर्किँदैछौँ है त गाइस। हाम्रो सुयोग दाइ निस्किँदै हुनुहुन्छ। अब हामी जानु लाग्यौँ। आज झापा पुग्नु छ। अब यहाँबाट निस्केपछि खाना खाइएकै छैन। अब खाना खाएर हामी ट्याक्कै जान्छौँ।